एभ्रिवान, कस्तो भयो त तपाईँहरूको नेपालीको जाँच? मलाई कमेन्ट गरेर भन्नु होला। मैले दिएका गाइडलाइन्स अनुसारै गर्नुभयो होला भन्ने नेपालीको आशा गर्छु। अब चाहिँ मैले यहाँ 2081 को पेपर लिएर र अर्कै टर्मिनलको क्वेसन फर्मेट लिएर चाहिँ मैले कम्पलसरी म्याथको बुझाउन लाग्यो। कम्पलसरी म्याथको चाहिँ एक्ज्याक्ट केही फर्मुला केही प्याटर्न हुन्छ भन्ने होइन, किनभने यहाँ क्वेसन नम्बर 1 मा अर्कै लेसन, क्वेसन नम्बर 2 मा अर्कै लेसन, त्यसरी आउने हो। यसमा चाहिँ नेपाली जस्तो काल र त्यसरी टपिक हाइलाइट गरेर लेख्नु पर्दैन र यसलाई भ्याउन चाहिँ अलि छिटै सकिन्छ। यसमा टाइम म्यानेजमेन्ट त्यति गर्नु पर्दैन। अब म चाहिँ तपाईँहरूलाई यो 1 to 1 एक्सप्लेनेसन गर्छु है त। मसित 2081 को पेपर छ, यहाँ हेर्न सक्नुहुन्छ। यहाँ हामी 1 नम्बरबाट सुरु गर्छौँ है त। 1 नम्बरमा सधैँ सेटको क्वेसन आउँछ र तपाईँहरूले यो देख्नुहुन्छ नि, यसलाई चाहिँ 120 लेखे भने सी नम्बर अफ यु के अरे नम्बर अफ यु 120 त्यसरी नपढ्नुलाई सुरुमा यसलाई क्लियरली पढ्नुहोस् होला, किनभने यहाँ बिग्रिन पनि सक्छ। तपाईँहरूले यहाँ हतार हतार पढेर अनि त्यसपछि बिग्रिन सक्छ। जस्तै यहाँ बिजनेस लेखे अनि यहाँ 70 लेखे भने चाहिँ नम्बर अफ एनबी भनेर 70 नलेख्नु होला, कतै अर्कै पनि दिन सक्छ। त्यसरी यसलाई राम्ररी ध्यान दिएर हेर्नु होला। र यो एमा आउनेवाला चाहिँ भेरी सर्ट टाइपकै हुन्छ, एक लाइनमै सिद्धिन्छ। र बीमा चाहिँ प्रायः जस्तो भेन डायग्रामै दिन्छ, यहाँ देख्न सक्नुहुन्छ। भेन डायग्राम चाहिँ यसरी बनाउने है, रिप्रेजेन्टेटिङ एबभ इन्फर्मेसन इन भेन डायग्राम गर्ने। अनि त्यसपछि यहाँ गिभन दिएको हुन्छ नि त, गिभनलाई हो यसरी लेख्ने, गिभन यहाँ लेख्ने र यसरी गिभन दिएको यहाँ लेख्ने। अनि ए नम्बरको भेरी सर्ट हुन्छ त्यो गर्ने। अनि त्यसपछि रिप्रेजेन्टिङ यसरी गर्ने र यो चाहिँ पेन्सिलले बनाउनु होला है, नत्र बिग्रिन सक्छ। अनि त्यसपछि त्यही अनुसार चाहिँ तपाईँहरूले यो गर्ने। अनि त्यसपछि अब 2 नम्बरतिर लागौँ। 2 नम्बरमा प्रायः चाहिँ कम्पाउन्ड इन्ट्रेस्टको क्वेसन सोध्छ र कम्पाउन्ड इन्ट्रेस्टको चाहिँ एउटा मात्र देखा भने तपाईँहरूले यसरी लेख्ने, त्यही गिभन पारामा। अनि ए नम्बरमा सधैँ फर्मुला सोध्छ, फर्मुला चाहिँ तपाईँहरूलाई कम्पलसरी आउनै पर्छ र यसरी नै बी नम्बरको यस्तो फर्मेट हुन्छ, तपाईँहरू हेर्न सक्नुहुन्छ राम्ररी। क्वेसन नम्बर 3 तिर जाम। अब हामी क्वेसन नम्बर 3 मा चाहिँ यहाँ लेखे पपुलेसन रिलेटेड, प्रेजेन्ट पपुलेसन यहाँ प्रेजेन्ट पपुलेसन देखा र त्यसपछि ग्रोथ रेट देखाएर अब 2 वर्षपछि कति हुन्छ त्यसरी निकाल्न भन्न सक्छ। त्यसैले यो चाहिँ अलि इम्पोर्टेन्ट रिलेटेड है, यसमा पनि फर्मुला लगाउनु पर्छ। र यो र यसको फर्मुला ट्रिक चाहिँ लगभग उस्तै हुन्छ। यसलाई बुझेपछि चाहिँ यो प्रेजेन्ट फर्मुला बुझ्न, यसको फर्मुला बुझ्न अलि सजिलो हुन्छ। अनि त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ यो एबिसी गरेर आएको छ यहाँ। अनि 4 नम्बरमा हेर्न सक्नुहुन्छ, यहाँ सधैँ मनी एक्सचेन्जको दिइरा हुन्छ, मनी एक्सचेन्जको पनि दिन सक्छ कि कहिलेकाहीँ चाहिँ त्यो टिएसए निकाल त्यस्तो टाइपको क्वेसनहरू पनि आउन सक्छ। ए नम्बरमा एक्सचेन्ज रेटहरू दिएको हुन्छ, तपाईँहरूले यहाँ केही घोकेर जानु पर्दैन नेपालको एक्सचेन्ज रेट यति हुन्छ उति हुन्छ भनेर, किनभने क्वेसनमै दिएको हुन्छ। तपाईँहरूले चाहिँ यसलाई कसरी कन्भर्ट गर्ने मात्रै याद राखे हुन्छ। अब यहाँ क्वेसन नम्बर 5 मा आएको छ। 2टा टाइपको क्वेसनहरू आउँछन्, एउटा चाहिँ हामीले अहिले पढेको पिरामिडहरूबाट आउँछ एउटा, अनि अर्को क्वेसन चाहिँ त्यो हामीले 9 कक्षा र 10 कक्षाको मिक्सअप गरेर एउटा क्वेसन आउँछ कि दुईटैमा त्यस्तै आउन सक्छ, तर प्रायः चाहिँ यसरी नै आउँछ। अनि यसमा चाहिँ तपाईँहरूले फर्मुला रिलेटेड भएर क्वेसन निकाल्नुपर्छ। 5 र 6 बुझ्नु भयो होला फर्मेट। अब 7 नम्बरको बुझाउँछु। 7 नम्बरमा चाहिँ सधैँ यही नै हो, यो कम्पलसरी नै आउँछ। के भन्छ भने एउटा रुमको लेन्थ ब्रेथ हाइट यति छ, अब यसको फोवालको फर्मुला पत्ता लगाउनुहोस् भनेर सोध्छ। हामीले जुन 9 कक्षामा पढाएको थियौँ अनि 10 मा पनि पढायौँ, यो चाहिँ 9 कक्षाबाटै कन्सेप्ट दिएर आएको हुन्छ, तपाईँहरूले यो सजिलैले नै गर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ सधैँ सिक्वेन्स एन्ड सिरिज आउँछ, अर्थमेटिक मिन र जोमेट्रिक मिनहरूका क्वेसनहरू आउँछ। यो अर्थमेटिक मिन र जोमेट्रिक मिनमा चाहिँ नबिर्सिनु होला। अनि 9 नम्बरमा आउँछ लेन्थ ब्रेथ, यो क्वाड्रेटिक इक्वेजनबाट आउँछ लेन्थ ब्रेथको, यो चाहिँ अलि टफ हुनसक्छ, अलि गाह्रो हुन्छ, यसलाई चाहिँ राम्ररी ध्यान दिएर गर्नु होला। र 10 नम्बरमा आउँछ सधैँ इन्डिसेस, सिम्प्लिफाई, सल्भ गर्ने त्यस्ता टाइपका क्वेसनहरू आउँछन्। यहाँ 2081 मा के आएको तपाईँहरू हेर्न सक्नुहुन्छ। र 11 नम्बरमा हो, यताबाट चाहिँ अलिक इम्पोर्टेन्ट हुन्छ है। 11 नम्बरहरूबाट चाहिँ एरिया अफ ट्रायङ्गल रिलेटेड आउँछ, प्रुफ द्याट भनेर आउँछ। तपाईँहरूले ब्राकेटमा टेबल सहित रिजन सहित बनाएर गर्नुपर्छ, जुन तपाईँहरूले सिक्नु भयो होला। अब 12 नम्बरतिर जाऊँ। 12 नम्बरमा यहाँ हेर्न सक्नुहुन्छ प्रुफ द्याटको रहेछ। प्रुफ द्याटको पनि त्यस्तै तपाईँहरूले यहाँ राम्ररी ध्यान दिएर पुऱ्याउनु होला। 2081 मा यस्तो टाइपको क्वेसन आएछ। अनि 13 मा चाहिँ कन्स्ट्रक्सन आउँछ, तपाईँहरूले कन्स्ट्रक्सन ध्यान दिनु होला। र 14 मा चाहिँ हाइट एन्ड डिस्टेन्सबाट आउँछ। जसले अप्सनल पढ्नु भएको उनीहरूलाई चाहिँ अलि सजिलो हुन्छ, इकोनोमिक्स पढ्नेहरूलाई चाहिँ अलि गाह्रो हुनसक्छ, यो पनि राम्ररी हेर्नु होला। र 15 नम्बरमा चाहिँ सधैँ आउँछ स्ट्याटिस्टिक्सहरूबाट। स्ट्याटिस्टिक्सबाट यस्तो आहा 2081 मा हेर्न सक्नुहुन्छ, मोड निकाल्न, मोड विच क्लास, मोड कुन क्लासमा पर्छ, अनि फर्स्ट कोअर्डिनेट, यस्तै टाइपको क्वेसनहरू छन्। र एभरेज मार्क्स भनेको मिन निकाल्ने भनेको है, यहाँ चाहिँ अलि ध्यान दिनु होला। र 16 नम्बरबाट आउँछ प्रोबेबिलिटीबाट चाहिँ 2081 मा यो क्वेसन आएको रहेछ। तपाईँहरूले
मैले यसमा अब के एक्सप्लेन गर्ने जस्तो मलाई लागेन। तपाईँहरूलाई क्वेसन सरसर्ती देखाइदिएर कसरी के गर्ने त्यो देखाइदिएँ। अब तपाईँहरूलाई म्याथको इक्जामको लागि अल द बेस्ट। अब यहाँ भनेको मेन भनेको कन्सेप्ट हो र क्वेसन ध्यान दिएर गर्ने र फर्मुला, यति 3टा तपाईँहरूलाई राम्ररी आउनुपर्छ। यति 3टा आएपछि तपाईँहरूले यो सजिलरी गर्न सक्नुहुन्छ।